यो पुरै जङ्गल हो। यहाँ चाहिँ पहिला डडेल लागेको रहेछ। अब मैले सुरु गरेँ त्यही च्याउ चाहिँ यस्तो अहिले सुरुवात पलाउन थाले हो। यसरी पत्ताले च्यापेर, यो चाहिँ अर्ग्यानिक च्याउ हो, पत्ताले चेपेर राखेको हुन्छ। अब यो यसरी हेर्ने हो। अब यो चाहिँ पुरानो धेरै नै हिजोकै होला सायद, भित्र यस्तो हुन्छ। यो चाहिँ धेरै बुढो भयो, काम लाग्दैन। अब अर्को हेरौँ। यो पनि अब लगभग बुढै भइसक्यो रहेछ। अब यो पनि काम लाग्दैन। अब अर्को हेरौँ। यस्तो हुन्छ। अब यसलाई पनि हेरौँ। हुन त अब आफ्नो आफ्नो तरिका हुन्छ च्याउ टिप्ने। अब यो चाहिँ अहिले हेर्दाखेरि राम्रै छ हैन। यसलाई चाहिँ मैले मेरो झोलामा हालेँ यहाँनिर यसरी। च्याउ खोज्ने साथीभाइहरू थुप्रै आएको हुन्छन्। उहाँहरूले अघि खोजिसकेको होला सायद। यहाँ लडिरहेको छ कुनै, यो लडिरहेको छ। अब यहाँ मैले चाहिँ यो फेरि अर्को भेटेँ। यो चाहिँ राम्रै छ। यसको यहाँसम्म हेर्नुपर्छ। यो पनि अब भित्र त अहिले हेर्ने फुर्सद छैन, अहिले भरे हेरौँ ल। अब यहाँ अर्को ठाउँ हेरौँ। बाहिरबाट हेर्दा राम्रो छ है, तर यहाँ भित्र हेरौँ कस्तो छ। भित्र पनि अब अहिले चाहिँ यहाँ हेर्दाखेरि राम्रै छ। यसलाई मैले झोलामा हालिदिएँ। अब अर्को हेरौँ। यहाँनिर देखिरहेको छ ल एउटा, यसो गरेपछि पुरा देखियो। यो पनि राम्रै छ, यतिको राम्रै मान्छौँ हामी चाहिँ। यो पनि हेरौँ। अब यसको बच्चा अहिले चाहिँ अब यस्तै टिप्ने हो। पछि अब अलिक ठुलो भएपछि ठुलो होइन। अब पछि अहिले यो चाहिँ सानो हो। पछि चाहिँ अब धेरै पलाउँछ। त्यही भएर अहिले चाहिँ यो पलाउन सुरु गरेर रहेछ। पत्ताहरूले छोपेको हुन्छ प्राय। अब पछि चाहिँ धेरै मान्छेहरूले खोज्ने भएकोले पत्ताले छोपे हुँदैन। यहाँ पनि छ च्याउ, यहाँ पनि छ। म चाहिँ यो च्याउ खोज्नलाई हिँड्दैछु। यहाँ हेरौँ यो कस्तो छ। यो पनि हेर्नलाई त राम्रै छ, भित्र चाहिँ अलि बिग्रेको रहेछ। यो म लिन्न, यो राम्रो छैन, फाल्दिएँ। यहाँ अर्को छ हेरौँ। यो राम्रो छ एकदम। अब यहाँ हेरौँ यो कस्तो छ। यो राम्रो छैन, हेर्नुहोस्, फाल्दिएँ। यो चाहिँ हामीले लगभग यहाँनिर च्याउ टिप्न थालेको यो जङ्गलमा 30 वर्ष जति भयो। त्यही भएर हामी चाहिँ च्याउ यसो हेर्दाखेरि लगभग चिन्छौँ। त्यस्तो धेरै चिन्ने त होइन, तर हाम्रो जङ्गलको च्याउहरू चाहिँ हामी परबाट हेर्दै छुट्याउन सक्छौँ। यति चाहिँ कन्फिडेन्स छ। फेरि झोलामा हालेँ। झोलामा मैले लगभग 2-3 किलो जति चाहिँ टिपिसकेको छु। अब अरू हेरौँ, खोजौँ च्याउ छ कि छैन। यहाँ रहेछ एउटा, यहाँ छल्लिएको छ। यो राम्रो छैन, यहाँ भित्र छ। यसरी कमिलाले खाँदै गरेको हुन्छ। यो एउटा चाहिँ हेरौँ कस्तो छ। यो राम्रै छ। अब यहाँ हेरौँ अर्को।
यो नि राम्रो छैन। यो हेरौँ, यो चाहिँ राम्रो छ। अब अर्कोतिर हेरौँ। यो हेर्नुहोस्, माटोभित्रबाट यसरी आउँछ। हामीले चाहिँ यो टप्प निकाल्नु पर्ने हुन्छ। अनि यहाँनिर अर्को यो राम्रै छ, यो नि राम्रै छ। अब यहाँ एउटा छ, हेरौँ। यो अलिकति ठिक छैन, मैले छोडिदिएँ। अब यो हेरौँ, यो राम्रै छ। अब अर्को हेरौँ। यहाँ पनि छ एउटा, हेर्नुहोस्। यहाँ पनि छ एउटा, हेरौँ। कोपिला भनिन्छ यसलाई, कोपिला। अब अर्को हेरौँ। यहाँ पनि छ च्याउ। तपाईहरु पनि आउनुहोस्। अर्थात् यहाँनिर च्याउ यसो खोज्ने रहर, खाने रहर छ भनेदेखि यो भनेको चाहिँ अर्ग्यानिक हो। यो पनि राम्रै छ। म फेरि मेरो झोला भएको ठाउँमा गएर चाहिँ म हाल्दैछु। यो राख्नु पर्यो, मेरो हातमा अटेन। यसरी लगेर चाहिँ अब घरमा केलाइन्छ, धुइन्छ अनि पकाएर खाइन्छ। अब चाहिँ लगभग अर्को ठाउँतिर लागे, फेरि अर्को साइडतिर यहाँ एउटा देखिएको छ। यो कस्तो छ हेरौँ। यो चाहिँ अलि छिप्पिएको रहेछ, यो राम्रो छैन। यहाँनिर देखेँ मैले दुईटा पत्तामा के छ, पत्ता हटाएपछि यसरी दुईटै झ्याप्प पार्ने हो यसरी। यहाँ अर्को फेरि देखेँ, यहाँनिर दुईटा। अब फेरि यसो खोज्दै जान्छु म। अब चाहिँ लगभग यो च्याउ पलाउने ठाउँ सके जस्तो पनि लाग्दैछ। त्यही पनि यताउति खोजी हेर्छु। यहाँ एउटा दुईटा देखेँ, यहाँ एउटा छोपिएको छ। कस्तो छ हेरौँ। यो चाहिँ फेदमा पुरा ढुँडी परेर बुढो भइसकेको रहेछ। यो चाहिँ राम्रै छ, म टिपेँ यसलाई। यहाँनिर एउटा छ, यसलाई नि हेरौँ। यो नि राम्रै रहेछ। यहाँ अर्को छ एउटा, यसलाई नि हेरौँ कस्तो छ। यो नि राम्रै रहेछ। अब मेरो हात भरियो कारणले मैले चाहिँ लगेर फेरि झोलामा हाल्दैछु। अब लगभग मलाई पनि अब पुग्छ होला। अब धेरै खोज्दिनँ। यो ठाउँको सबै मैले खोजिसकेँ जस्तो लाग्छ। लगभग च्याउहरू देखिन छोडे। एउटा यहाँ देखेँ, तर यो चाहिँ बिग्रेको रहेछ। हेर्नु, भित्र चाहिँ पुरै किरा परिसकेको छ। यसलाई मैले फालिदिएँ। अब अर्कोतिर हेर्छु। यहाँ चाहिँ सानो भोलिको लागि ठिक्क भएको रहेछ।
तर यो चाहिँ मिठो हुन्छ खानलाई। यो पनि मैले टिपेँ। लगभग अब यतापट्टि रहेछ के हो, यहाँ एउटा भेटेको छु मैले। यो राम्रै रहेछ, यो चाहिँ बिग्रेको रहेछ। यसलाई म लिन, यो पनि बिग्रेको हो। यहाँ एउटा छ, यो पनि बिग्रेको रहेछ। यत्रो च्याउ बिग्रेछ। अब यहाँनिर हेरौँ, एउटा देखेको छु मैले, यो चाहिँ राम्रो छ। यहाँ एउटा देखेँ फेरि, यो पनि राम्रै छ। यहाँ मैले अर्को देखेँ, यो नि राम्रै छ। यहाँ देखेँ अर्को, यो नि राम्रै छ। अब यहाँनिर देखेँ, यो राम्रै छ। यहाँ देखेँ, यो पनि राम्रै छ। यहाँ देखेँ अर्को, यो पनि राम्रै छ जस्तो चाहिँ देखिन्छ बाहिरबाट। त्यही भएर बाहिरबाट जति हेर्दा राम्रो देखिन्छ नि, भित्र त्यति नै नराम्रो हुन्छ अरे भन्छ। तर यो राम्रै रहेछ। यहाँ अर्को देखेँ, यो चाहिँ अलिक नराम्रो रहेछ, फालिदिएँ। अब यहाँ अर्को देखेँ फेरि, यो पनि नराम्रो रहेछ, फालिदिएँ। यहाँ देखेँ अर्को, यो पनि कस्तो छ हेरौँ, यो पनि नराम्रो रहेछ। अब ऊ त्यहाँ देखेँ मैले दुईटा तीनटा। पहिला यो हेरौँ, यो पनि अलि राम्रो छैन। यहाँ दुईटा छ हेरौँ, तीनटा रहेछ भित्र लुकेको। यो पनि खासै राम्रो छैन। यो चाहिँ राम्रो रहेछ, एउटा लिएँ। अब लगभग सकियो जस्तो छ। यहाँ एउटा भेटेँ फेरि, हेरौँ कस्तो छ। यो पनि बिग्रेको रहेछ। अब यहाँनिर हेरौँ, यहाँ पनि भेटेँ मैले दुईटा। यो राम्रै छ जस्तो लाग्यो, राम्रै रहेछ। यो चाहिँ नराम्रो छ, यसलाई फालिदिएँ मैले। अब यहाँ हेरौँ, यो राम्रै जस्तो लाग्यो मैले हेर्दा, यो राम्रै छ। यहाँ अर्को देखेँ, यो नि राम्रै रहेछ। यो कस्तो छ, यो पनि राम्रै छ। झरो त यहाँ पनि भेटे दुईटा तीनटा। यो कस्तो छ हेरौँ, यो राम्रो छैन। यो राम्रै रहेछ, होइन यो राम्रो छैन, यो चाहिँ राम्रो छ। अब फेरि म हिँड्दैछु जङ्गलमा, कहीँ भेट्यो भने। यहाँ रहेछ एउटा, यो राम्रै छ। यहाँ भेटेँ एउटा, यो कस्तो छ हेरौँ, यो राम्रो छैन। यो नि राम्रो छैन, यो पनि राम्रो छैन, यो पनि राम्रो छैन। हेरौँ, यो राम्रो छैन। त्यही भएर मैले फालिदिएँ यिनीहरूलाई। अब यहाँ हेरौँ, यो राम्रै छ। यहाँ मैले राखेँ एकछिनको लागि। यो हेरौँ, यो राम्रै छ। यहाँनिर हेरौँ, एउटा हेर्दा राम्रो छ तर राम्रो छ छैन। यो नि राम्रै रहेछ। यहाँ मैले राखेँ। अब यहाँ अर्को हेरौँ, यो पनि हिजै उखालिदिएको रहेछ कसैले। यो पनि राम्रै छ। यहाँ हेरौँ अर्को, यो पनि राम्रै छ। यहाँ हेरौँ अर्को, क्लियर छ यो चाहिँ, यो नि राम्रै छ। यहाँनिर हेरौँ, यो पनि राम्रै छ, यो अर्को नि राम्रै छ। यहाँनिर एउटा छ, यो हेरौँ,
यो राम्रो छैन, मेरो खस्यो एउटा च्याउ। अब यहाँ हेरौँ अर्को, यो राम्रो छैन, यो राम्रो छ कि छैन, यो पनि राम्रो छैन, यतिको त राम्रै हो रहेछ, ठिकै छ यो। अब यहाँ हेरौँ, यहाँनिर हेरौँ अर्को, यो राम्रै छ, यो पनि राम्रै छ। अब यहाँ हेरौँ अरू पनि छ च्याउहरू, यो कस्तो छ हेरौँ, यो राम्रो छैन, यो चाहिँ राम्रो छ, एकदम क्लियर, हेर्नै परेन। यो हेरौँ, राम्रै छ, यो राम्रै छ, यो चाहिँ अलि खराब छ, फाल्दी। यो हेरौँ, राम्रै छ, यो यहाँबाट देखिएको छ, यो पनि राम्रै छ। यहाँ हेरौँ, यो पनि राम्रै छ। अब हेर्दै जाउँ, यो पनि राम्रै छ, यो पनि हेरौँ, यहाँ नि राम्रै छ। मैले चाहिँ अब यहाँ ठुट्टा भेला पार्नु थाले च्याउहरू। फाइनल्ली गाइज, च्याउ चाहिँ लगभग यति भइसकेको छ, लगभग अब फुल हुनलाई केही बेर मात्रै लाग्छ, तर अहिलेलाई यति नै खोज्छु म। त्यो भन्दै मेरो भिडियो चाहिँ म यति नै बनाउन चाहन्छु ल। सी यू सन, फेरि भेटौँला।